यो फोटो त तपाईहरु सबैले देखि नै सक्नुभयो होला। यो हो फेस्टिभल अफ द हिमालयज नेपाल प्रिमियर लिग सिजन 2 को लागि सजाइएको टियु क्रिकेट ग्राउन्ड। यस मंसिर 1 गतेबाट नेपालको इतिहासमा पहिलो पटक हुन गइरहेको छ क्रिकेट अन्डर द लाइट्स। यस एनपीएल सिजन 2 मा फ्लड लाइट्सको प्रयोग गरेर नाइट म्याचेस हुने भएको छ। यसले नेपाली क्रिकेटमा नयाँ युगको सुरुवात गर्दैछ। टियु क्रिकेट ग्राउन्ड अब टियु क्रिकेट स्टेडियम हुने बाटोमा छ। यस ग्राउन्डमा 6 वटा हाई मास्ट टावर इन्स्टल भएपछि अब नेपालमा पहिलो पटक नाइट क्रिकेट सम्भव भएको छ। तर के तपाईहरुलाई थाहा छ फ्लड लाइटमा हुने क्रिकेटको सुरुवात 1950 बाट नै सुरु भइसकेको थियो। सुरुवातमा इंग्ल्यान्ड र अस्ट्रेलियाले केही एक्सपेरिमेन्टल नाइट म्याचेसहरु खेलेका थिए, तर ग्लेयर, लो ब्राइटनेस र श्याडो कन्ट्रोल नहुँदाखेरि ती म्याचेसहरु स्थिर रूपमा हुन सकेका थिएन। तर 1977 पछि वर्ल्ड सिरिज क्रिकेटले नयाँ युग ल्यायो। धेरै पावरफुल फ्लड लाइट्स, राम्रो बीम कन्ट्रोल र पहिलो पटक प्रोफेसनल नाइट क्रिकेट लोकप्रिय बन्यो। पछि मेटल हेलाइडबाट एलईडी मा शिफ्ट हुँदा एनर्जी इफिसिएन्सी, ग्लेयर रिडक्सन र युनिफर्मिटीले नाइट क्रिकेटलाई वर्ल्ड क्रिकेटको मेजर एट्र्याक्सन बनाइदियो। पहिलेका मेटल हेलाइड लाइट्समा ग्लेयर र युनिफर्मिटीको समस्या धेरै थियो। एलईडी टेक्नोलोजी आएपछि नाइट क्रिकेट विश्व क्रिकेटको डीएनए नै बनेको छ। क्रिकेटमा प्रयोग हुने फ्लड लाइटिङ केवल उज्यालो बनाउने मात्र होइन, यो प्योर साइन्स र इन्जिनियरिङको कम्बिनेसन हो र यसका लागि इन्टरनेशनल क्रिकेट काउन्सिल आईसीसी ले केही स्ट्यान्डर्ड्सहरु बनाएको छ। आईसीसी क्रिकेट लाइटिङ स्ट्यान्डर्ड्स अनुसार कम्तीमा पनि पिचमा अराउन्ड 2000 लक्सको इल्युमिनेसन हुनुपर्छ। त्यसैगरी इनफिल्डमा 1500, आउटफिल्डमा 1000 लक्सको इल्युमिनेसन हुनुपर्छ। युनिफर्मिटी 0.7 भन्दा बढी हुनुपर्छ भने कलर टेम्परेचर 5000 देखि 6400 केल्भिन हुनुपर्छ। कलर रेन्डरिङ इन्डेक्स 80 भन्दा बेसी, ग्लेयर कन्ट्रोलका लागि सही पोल हाइट र फिक्सचर एमिङ आवश्यक छ। त्यसैगरी मिनिमम ब्रोडकास्ट क्वालिटीका लागि फ्लिकर फ्री एलईडीज हुनुपर्छ। हाई स्पिड क्यामेराहरुमा पनि जीरो फ्लिकर हुने खालको एलईडी लाइट्सहरु हुनुपर्छ। यी सबै स्ट्यान्डर्डहरु मिनिमम एचडी क्वालिटी ब्रोडकास्टिङको लागि हो भने अब अल्ट्रा एचडी ब्रोडकास्टिङ यानी कि 4K ब्रोडकास्टिङ गर्नु परे यी भ्यालुहरु अझै बढ्नेछ। यी वर्ल्ड क्लास लाइटिङ फिलोसफी नेपालमा पहिलो चोटी प्रयोग हुँदैछ। एनपीएल को नाइट म्याचेस केवल इन्टरटेनमेन्ट होइन, यो नेपाली क्रिकेटको टेक्नोलोजी अपग्रेड हो। तपाईहरुलाई के लाग्छ? फ्लड लाइट्सको प्रयोग गरेर हुने नाइट म्याचेसले नेपाली क्रिकेटलाई कहाँ पुर्याउँछ? कमेन्ट गर्नु होला। र यस्तै इन्फर्मेटिभ कन्टेन्टहरु मन पर्छ भने फलो चाहिँ गर्नु होला।